यतिको आत्मविश्वास भएको व्यक्ति जेलभित्र थियो पनि मैले चाहिँ देखेको थिइनँ। रवि भाइसँग चाहिँ मेरो दाइभाइकै सम्बन्ध हो र हामी लामो समयदेखि हामी सम्पर्कमै छौँ, सहयात्रै हो। र रवि भाइमा जुन बेला मसँग जोडिनु भयो या म उहाँसँग जोडिएँ, जुन हाम्रो सम्बन्ध रह्यो, सम्पर्क रह्यो नि, आज पर्यन्त त्यो पहिलाको भन्दा पनि ठुलो जोस क्या, त्यो यस्तो छ उहाँको आत्मविश्वास। वास्तवमा मैले कुरा नलुकाइकन भन्नुपर्दाखेरि चाहिँ यतिको आत्मविश्वास भएको व्यक्ति जेलभित्र थियो पनि मैले चाहिँ देखेको थिइनँ। एकदमै राम्रो यस्तो आत्मविश्वास छ। अझै पनि त्यो देश बनाउने जुन हुटुटी छ, यति धेरै आज मसँग कुरा भयो, हामीसँगै दुईजनासँगै थियौँ, यति राम्रो कुरा भयो कि म धेरै कुरा भन्न सक्दिनँ आज, होइन? किनकि त्यति डेप्थमा बसेर हामीले कुराकानी गरेका छौँ देश निर्माणको क्रममा। र उहाँले यस्ता यस्ता कुराहरू सेयर गर्नुभयो कि म पनि छक्क परेँ, त्यस्तो कुरो भएको रहेछ, त्यसो भयो, त्यो कारणले पो हालेको रहेछ त भन्ने कुरा भयो, जुन कुरा आज म सार्वजनिक गर्न सक्दिनँ, होइन? त्यस कारणले गर्दाखेरि दाइ भाइको सम्बन्ध हामी कुनै कुनै बेला यस्तो थियौँ कि बिहान 6 बजेदेखि भोलिपल्टको बिहान 6 बजेसम्म नै सँगै बिताएको छौँ हामीले त्यसरी, होइन? के विषयवस्तुमा रहेर कुरा भयो ठ्याक्कै कुराकानी? विषयवस्तु देशको समसामयिक परिस्थिति, बाहिरको माहौल, सञ्चार क्षेत्रको कुरा, सिनेमा जगतका कुराहरू र विशेष गरी चाहिँ अहिलेको जुन जेनजी आन्दोलनपछि उत्पन्न भएको देशको समसामयिक जुन परिस्थिति छ त्यसका बारेमा बृहत चर्चा भयो। र मैले चाहिँ उहाँको पहिला चाहिँ स्वास्थ्य सोधेँ कस्तो हुनुहुन्छ भनेर, तर सट्ट हेर्दाखेरि चाहिँ यति राम्रो स्वास्थ्य पाएँ नि मैले। अनि उहाँले भन्नुभयो मलाई त निर्धक्क छ। उहाँले बोलेको साह्रै महत्त्वपूर्ण कुरा चाहिँ के हो भनेदेखि चाहिँ म यहाँ बसेर गभर्मेन्टलाई लागेको होला या जसले थुन्यो उसलाई लागेको होला कि यहाँ बसेपछि सिद्धिन्छ भनेर, त्यो हुनको लागि पनि होला मलाई यति आत्मविश्वास आएको छ कि म बाहिरभन्दा पनि बढी स्वस्थ यहाँ छु। धेरै कुरा सोचेको छु मैले। र चुनावभन्दा अघि भनौँ, चुनावको जब नोमिनेसन दर्ता हुन्छ त्योभन्दा 1 हप्ता अगाडि यस्तो प्रकारको घोषणाहरू आउँछ, हामी छक्क पर्छौँ होला, होइन? त्यस्तो प्रकारको तयारीहरू, उहाँको होमवर्क यति राम्रोसँग टाइम पाउनुभएको छ, उहाँले त्यस्तो होमवर्क गर्नुभएको रहेछ। र म धेरै कुरा सुनेर प्रभावित भएँ, सुनिरहेँ, म धेरै बोलिनँ कि जे कुरा मैले सोध्नुपर्ने थियो त्यो कुराहरू मैले सोधेँ र बाँकी चाहिँ उहाँको कुराहरू मैले धेरैभन्दा धेरै सुनेँ। र समष्टिमा भन्नुपर्दाखेरि चाहिँ उहाँ एकदमै अबको जुन निर्वाचन हुन्छ यो निर्वाचनले पक्कै पनि देशको मुहार फेर्छ भन्नेमा एकदमै विश्वस्त हुनुहुन्छ, आशावादी हुनुहुन्छ।